पुत्रभूमि नगरपालिका वडा नम्बर 9 को आयोजना र बैठनी मिडिया प्रालीको समन्वयमा हुन गइरहेको यस सार्वजनिक सुनवाई कार्यक्रममा पाल्न आउने तपाईँ सम्पूर्णलाई म कार्यक्रम सञ्चालक सागर सुनार हार्दिक स्वागत गर्न चाहन्छु। आर्थिक वर्ष 2082-83 मा यस पुत्रभूमिको वडा नम्बर 9 ले सम्पादन गरेका काम कारबाहीप्रति वडावासी सेवाग्राहीको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। ठुलो वडा भौगोलिक रूपमा ठुलो वडाले काम गर्दा गर्दै पनि कहीँ कतै सेवा प्रवाहको क्रममा विकास निर्माणको काम गर्ने क्रममा त्यहाँ नजर नपुगेको हुनसक्छ, सेवा प्रवाहको क्रममा त्रुटि भएको हुनसक्छ अथवा अझ राम्रो बनाउने अवसर कसरी सिर्जना गर्न सकिन्छ त्यसमा तपाईँहरूको सकारात्मक सल्लाह सुझावको अपेक्षा उडाल्ने गर्दछ, गर्नु पनि पर्छ। त्यसमा आवश्यक सल्लाह सुझाव दिने दायित्व जिम्मेवारी तपाईँहरूको पनि हो। यस कार्यक्रममा तपाईँहरूले कुनै प्रश्नहरू सल्लाह सुझावहरू ग्रहण गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो। म धेरै भूमिका नबाँधिकन आजको यस सार्वजनिक सुनवाई कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गर्नका लागि म पुत्रभूमि नगरपालिका वडा नम्बर 9 का वडाध्यक्ष आदरणीय व्यक्तित्व यस वडाका अभिभावक श्री कर्मद आचार्यज्यूलाई म अध्यक्षताको आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी म जवाबदेही निकायका तर्फबाट आसन ग्रहण गर्नका निमित्त पुत्रभूमि नगरपालिका वडा नम्बर 9 का वडा सदस्य आदरणीय व्यक्तित्व श्री विष्णु प्रसाद थारूजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी वडा सदस्य श्री वेद प्रकाश थारूजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु आसन ग्रहण गर्नका निमित्त। त्यसैगरी कार्यपालिका सदस्य तथा वडा सदस्य श्री अनिता देवी यादवजीलाई म आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी म वडा सदस्य श्री बिरिमा शेर्पाजीलाई म आसन ग्रहण गर्नका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। कि अगाडि आइदिनु होला तपाईँ बिरिमाजी, कि अगाडि आइदिनुहोस्। त्यसैगरी म आसन ग्रहण गर्नका निमित्त वडाका प्राविधिक आदरणीय श्री गौरा शर्माजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी म पुत्रभूमि नगरपालिका वडा नम्बर 9 का वडा सचिव कुशल प्रशासक श्री पार्वता बन्तीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी म पूर्व गाविस अध्यक्ष आदरणीय व्यक्तित्व समाजसेवी श्री रेशमिराजा अधिकारीज्यूलाई म आसन ग्रहण गर्नका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी म आसन ग्रहण गर्नका निमित्त यस क्याम्पसका क्याम्पस प्रमुख आदरणीय श्री कृष्ण खनाललाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी म यस कार्यक्रममा पाल्नुहुने समाजसेवी व्यक्तित्व, त्यसैगरी यस वडामा रहेका विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू, त्यसैगरी अथवा प्रतिनिधिहरू, त्यसैगरी विभिन्न सहकारीका अध्यक्ष अथवा प्रतिनिधिहरू, त्यसैगरी खानेपानी तथा सरसफाई समितिका पदाधिकारी अगुवाज्यूहरूलाई म यहाँ देखिरहेको छु। सम्पूर्णलाई म एकैष्ट रूपमा आसन ग्रहण गर्नका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। यस समाजमा विभिन्न सरोकार राख्ने समाजसेवी बुद्धिजीवी भनेर भलाजीहरूलाई मैले यहाँ देखिरहेको छु। सबैलाई म एकैष्ट रूपमा आसन ग्रहण गर्नका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। विशेषतः मैले कार्यक्रमको प्रारम्भमा पनि भनिसकेँ, यो कार्यक्रम भनेको नितान्त वडा नम्बर 9 ले गरेको काम कारबाहीको मूल्याङ्कन गर्ने र आगामी दिनमा वडा नम्बर 9 लाई बुद्धभूमिका 10 वटा वडामध्ये कसरी उत्कृष्ट बनाउने, चाहे त्यो सेवा प्रवाहका हिसाबले हो, चाहे त्यहाँ विकास निर्माणका हिसाबले हो, चाहे त्यो यहाँ नागरिक सचेतनाका हिसाबले हो, चाहे त्यो महिलाको सशक्तिकरण हो, चाहे त्यो अन्य विविध दृष्टिकोणले का दृष्टिकोणले पनि अग्रस्तरमा कसरी वडा नम्बर 9 लाई लानुपर्छ भन्ने बहस हुनुपर्छ। त्यो बहसले एउटा
सकारात्मक निचोड निकाल्नेछ। त्यो निचोड अनुसार वडा नम्बर 9 अगाडि बढ्नेछ। यसमा तपाईँहरूको सकारात्मक सल्लाह सुझाव हामी सदैव अपेक्षा गर्छौँ। भन्दै म आर्थिक वर्ष 2082-83 मा वडा यसैबीच हाम्रो बिचमा पूर्व वडा अध्यक्ष आदरणीय समाजसेवी उमानन्द नेपालीजीलाई आसन ग्रहण गर्नका निमित्त हार्दिक अनुरोध छ। र म अबको क्रममा भने सम्पूर्ण वडाको प्रशासनिक विवरण प्रस्तुत गर्नका लागि यस आर्थिक वर्ष 2082-83 मा वडा नम्बर 9 बाट भएका व्यक्तिगत घटना दर्ता, त्यसै गरी राजस्व लगायतको विवरण उपलब्ध प्रस्तुत गर्नका लागि म वडा सचिव आदरणीय व्यक्ति श्री पार्वता पन्थीज्यूलाई हार्दिक अनुरोध छ। यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि र अतिथि गणज्यूहरू, त्यसै गरी हाम्रो यस वडा कार्यालयलाई सहयोग गर्ने शिक्षाप्रेमी समाजसेवी र सहयोगीज्यूहरू, यस वडाभित्र रहेका ज्येष्ठ नागरिक, एकल महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, अपाङ्ग र बालबालिकाहरू, मञ्चमा आसीन सम्पूर्ण बुवाआमा, दिदीबहिनी, दाजुभाइहरू, हाम्रो निमन्त्रणलाई स्वीकार गरी आफ्नो अमूल्य समय दिएर हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा यस वडा कार्यालयको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि स्वागत गर्न चाहन्छु। आजको दिन भनेको खुसीको दिन हो, किनकि हामी वर्षभरिमा कुन काम गऱ्यौँ, के गऱ्यौँ, कहाँ गऱ्यौँ, कतिसम्म गऱ्यौँ, कति सफल भइयो र प्रशासनिक काम गर्दा हजुरहरूलाई केही दुविधा भयो कि हामीहरूबाट केही असहयोग भयो कि म र मेरो कर्मचारी लगायतबाट प्रशासनिक काममा कुनै कमी कमजोरी भएको भए हजुरहरूले राय सुझाव दिनुहुनेछ र सोही अनुसार हामी अघि बढ्नेछौँ भन्ने आशा राख्दै हाम्रो वडाको प्रगति विवरण म सुनाउन जाँदैछु। वडा नम्बर 9 को क्षेत्रफल 109.21 वर्ग किलोमिटर, जनसङ्ख्या 11,037। यो पहिलाको जनगणना अनुसार हो। पूर्व सिमाना बुद्धभूमि नगरपालिका वडा नम्बर 3 र 4, पश्चिम सिमाना सिलार नगरपालिका वडा नम्बर 3 र 4, उत्तर अराखाली जिल्ला सिद्धगङ्गा नगरपालिका वडा नम्बर 11 र दक्षिण सिमाना बुद्धभूमि नगरपालिका वडा नम्बर 8 भित्र हाम्रो 9 नम्बर वडा पर्दछ। हाम्रो वडाभित्र रहेका दलित भूमिहीन 102 जना घर परिवार, भूमिहीन सुकुम्बासी 139 जना घर परिवार, अव्यवस्थित 1261 जना घर परिवार, मुख्य जाति थारू, बाहुन, छेत्री, ठकुरी, मगर, गुरुङ, नेवार, विश्वकर्मा, दर्जी, मुस्लिम, यादव, केवट, आदि सार्की समाजको जातिहरू बस्नुहुन्छ। मठ मन्दिरहरू 25 वटा, तार तनैया 14 वटा, सामुदायिक वन 14 वटा, व्यापारिक स्थल लिमिटेड, साप्ताहिक हाट बजार, विद्यालय एउटा क्याम्पस, उच्च माध्यमिक 2 वटा, प्राविधिक 5 वटा र विद्यालयमा बाल विकासहरू चलिरहेको र 3 वटा बाल विकास नै छुट्टै रहेको। कर्मचारी र जनप्रतिनिधिहरूको विवरण: पार्वता बन्दी वडा सचिव, अनिता चौधरी इन्जिनियर, गौरा शर्मा सापा, अनुपम बन्दी र तुलसीराम थारू। जनप्रतिनिधिहरू: प्रमोद आचार्य वडा अध्यक्ष, वेद प्रकाश चौधरी वडा सदस्य, विष्णु प्रसाद थारू वडा सदस्य, अन्तादेवी यादव वडा सदस्य, विनिमय श्रीपाली वडा सदस्य। बुद्धभूमि नगरपालिका वडा नम्बर 9 वडा कार्यालय भक्कलपुर
81 में दर्ता संख्या 1698 के भने 82 83 में 1890 सलामी 2434 81 82 में 82 83 में 2411 त्यसैगरी नयाँ नागरिकता दर्ता 305 नागरिकता प्रतिलिपि 174 82 साल 4 महिना 1 गतेदेखि 83 साल 3 महिना 12 गतेसम्म वडा कार्यालयमा बसेको बैठक संख्या 35 सिफारिसका प्रकार घरबाट सिफारिस 460 नाता प्रमाणित 252 4 किलो प्रमाणित 592 गरी 81 82 मा र अन्य विविध सिफारिस 1130 गरी 81 82 मा 2434 सिफारिस भएको थियो भने 82 83 मा घरबाट सिफारिस 367 नाता प्रमाणित 222 नाता प्रमाणित 222 4 किल्ला 784 अन्य विविध सिफारिस 1338 गरी 2411 81 82 को 2436 थियो भने 82 83 को 2411 त्यसैगरी राजस्व शीर्षकहरू सम्पत्ति कर भूमि कर मार्फत घर वाहन कर वाहन विरोधी कर अन्य कर प्रशासनिक सेवा शुल्क घर नक्सा पास दस्तुर सिफारिस दस्तुर व्यक्तिगत घटना दर्ता दस्तुर नाता प्रमाणित दस्तुर अन्य दस्तुर प्रशासनिक दण्ड जरिवाना जफत व्यवसाय कर अन्य राजस्व यी शीर्षकहरूबाट 81 82 मा हाम्रो 27,27,719 रुपैयाँ उठेको थियो भने 82 83 मा 22,75,404 रुपैयाँ 40 पैसा पहिला भन्दा अहिले 4,52,315 रुपैयाँ कमी भएको छ व्यक्तिगत घटना दर्ता जन्म दर्ता 175 मृत्यु दर्ता 84 सम्बन्ध विच्छेद 11 विवाह दर्ता 80 बसाई सरी आएको दर्ता संख्या 22 सदस्य संख्या 72 छ भने सरी गएको दर्ता संख्या 3 सदस्य संख्या 11 गएको 11 छ भने आएको 72 जना सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक 117 जना ज्येष्ठ नागरिक दलित 60 जना ज्येष्ठ नागरिक एकल महिला 59 जना विधवा 159 जना अपाङ्ग पूर्ण अपाङ्ग 29 जना अति अशक्त अपाङ्ग 58 जना क्षेत्र तोकिएका बालबालिका 585 जना दलित बालबालिका 84 जना गरी 1571 जनाले यहाँ भत्ता खानु छ औषधि उपचार भनेको क्यान्सर रोग र डायलिसिस गर्ने 21 जना हुनुहुन्छ प्रथम किस्तामा भत्ता 1,02,94,359 रुपैयाँ दोस्रो किस्तामा 1,03,68,404 रुपैयाँ तेस्रो किस्तामा 1,03,61,489 रुपैयाँ र चौथो किस्ता अझै आएको छैन तर पैसा आइसकेको छ भत्ता वितरण भएको छैन 1,03,09,246 जना जम्मा टोटल 4,11,33,498 रुपैयाँ हाम्रो वडामा वितरण हुन्छ भत्ता र यो औषधि उपचारको भत्ता हामीसित सम्बन्धित हुन्न सिधै बैंकमा आउँछ पैसा 12,60,000 औषधि उपचार व्यक्तिहरूले काम भएको यस वडा कार्यालयमा नेटको समस्या भई श्याम पौडेल र मोहन श्रेष्ठद्वारा 1 वर्षको लागि हाई स्पिड नेट जडान गरिदिनु भएकोमा उहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र वडा कार्यालयबाट प्रभाव हुने कामकाजहरू सम्पूर्ण अनलाइनद्वारा हुने भएको र सिस्टम नचल्ने र वडा कार्यालयले पटक पटक सम्बन्धित निकायमा समस्या समाधानको लागि आग्रह गर्दा समेत समस्या समाधान हुन नसकी सेवा गराइले भोग्नु पर्ने असुविधाप्रति यस वडा कार्यालय क्षमा प्रार्थी गर्दछौँ र यसमा भएका केही
त्रुटिहरू भए सच्चाइ दिनुहोला र हामी त्यही अनुसार जानेछौँ र समस्या भन्ने हामीलाई धेरै छ किनकि एउटा व्यक्तिले कुनै काम लिएर आउनुहुन्छ उहाँको लागि आफ्नो खाल्डोमा बसेर माथि पुर्याउन सकिन्न जस्तै जन्मदाताको कुरा गरौँ उहाँले चाहिँ कहिले दाजुले भाइको छोरालाई बुवा म हो भनेर आउनुहुन्छ कहिले चाहिँ बिहा दर्ता गर्दा सिधै घरमा श्रीमती छोराछोरी भएको अवस्था दुलाई लिएर आएर अनि सिधै वडा कार्यालयमा बिहा दर्ता गराइदिनु भन्नुहुन्छ अब हामीलाई धेरै समस्या छ किनकि म 2053 साल जेठको 7 गते मेरो नियुक्ति भएको थियो म 30 वर्ष यही कुर्सीमा बसेँ यहीको मान्छेलाई पनि मबाट पनि कति म आफै ठेक्न सके छैन अझ नयाँ मान्छे आउँदा कति समस्या होला 9 नम्बर वडामा कस्तो धेरै राम्रो काम गर्ने मान्छे पनि 9 नम्बरमा छन् खराब मान्छे पनि 9 नम्बरमा छन् भन्ने कुरा आउँछ हुन पनि हो 2057 सालमा तेजबहादुर सिंह भन्ने भैरवाको सचिव आउनुभयो यहाँ एकजना इमिलियामा हुनुहुन्थ्यो मुस्लिम डाक्टर भन्ने उहाँले आफ्नो छोरीको छोरालाई चाहिँ आफ्नो छोरा भनेर नागरिकता बनाउनु भएको छ 57 सालको 75 सालमा हाम्रो नेपाली सरलाई मलाई बनाएको थियो गोर्सिनीहरू अब नागरिकता बनाउन मात्रै थाहा हुने रहेछ त्यसै गरी 65 सालमा बलदेव तिवारी भन्ने नेपाल मन्त्रीको सचिव आउनुभएको थियो उहाँ पनि होला तारिखमा हुनुहुन्छ तेजबहादुर सिंह पनि हुनुहुन्छ 2072 साल असोजदेखि मैले एउटा सचिवको रूपमा काम गरेछु अब बच्चा जन्मिन्छ अनि 16 वर्षको नागरिकता हुने बेलामा बल्ल थाहा हुन्छ त्यहाँ भोलि मलाई पनि मुद्दा भन्दियो अब सबैले म हुँदा नहुँदा हजुरहरूले सहयोग गरिदिनुपर्छ नचाहिने कुरा कहिल्यै गर्नुहुन्न अब अध्यक्षलाई पनि थाहा छ बच्चा ठुल्ठुला भएन अब अभिभावक भनेर नागरिकता बनाउन आउनुहुन्छ यही सबभन्दा धेरै समस्या भनेको त इन्डियामै छ 75 जिल्लाको मान्छे बस्ती विकासले गर्दा आउँछ ती थाहा हुन्न अब बिहा गरेको हो कि होइन अर्कीको श्रीमती ल्याएर बिहा दर्ता गर्न आउने अर्कीको बच्चा ल्याएर जन्म दर्ता गर्न आउने बहुत समस्या छ समस्या त समाधान गर्नु पर्यो सधैँभरि यही ठाउँमा बसेर त मैले चिन्ता पनि कति कमी कमजोरी भयो तर योगा चाहिँ हजुरहरू टोल विकास संस्था लगायत समाजसेवी सहयोगीहरूले सहयोग गरिदिनु होला यो समस्या भनेको सबैको हो हजुरहरूको छोरी छोरा सबैलाई पर्ने कुरा हो नकारात्मक कुरातिर कहिले जानु भएन हामीलाई समस्या पर्नु पनि एउटा 9 नम्बरको एकजनाले बत्ती गर्दा बित्तिकै सबैलाई समस्या हुन्छ 9 नम्बर यस्तो भयो अब बाहिर गएर सुन्दा 9 नम्बरमा यति राम्रो छ भन्दा कति खुसी लाग्छ 9 का मान्छे जतिको खराब केही छैन म आफै भनेको मलाई सरुवा गरिदिनु धेरै वर्ष भयो भनेर म नगरपालिकामा पनि गएको 9 नम्बरमा दबाई छोड्न नआए वर्ष रुक्नु भन्दाखेरि अरू साथीहरूको सरुवा भयो मेरो चाहिँ भएन हजुरहरूको माया ममताले गर्दा नै म चाहिँ अब 30 वर्षसम्म यहाँ बस्न पाएँ